एकदम आनन्द आउने गढी चारैतिर चाहिँ हाम्रो संस्कृति पहिला पहिलाको चाहिँ पुरानो संस्कृतिहरू देख्न सकिन्छ यहाँनिर ऐतिहासिक गढीको पुरै यस्तो पुरानो पुरानो डिजाइनहरूको घर यो अब यो ढुङ्गाहरू अब मेन कुरा भनेको यहाँनिर ढुङ्गाहरू चाहिँ बबाल बबाल छ पहिला पहिलाको यो दरबार कसरी बनायो भन्ने कुरो छ यहाँनिर यस्तो बबाल पाराले यो हाम्रो गढीको दरबारको संरचना बनाइसकेको छ कि यस्तो यो पुरै हेर्न सकिन्छ एकदम अविस्मरणीय छ यो पहिला पहिला यो यत्रो माथि डाँडामा कसरी यत्रो यत्रो ढुङ्गा ल्याइयो यो यसरी कसरी बनाइयो भन्ने कुरो नै अचम्मको विषय छ एकदम यहाँनिर आइसकेपछि चाहिँ बबाल यो दृश्य पहिलाको हाम्रो पृथ्वीनारायण शाहको ससुराली मकानपुर गढी अविस्मरणीय छ यो।